हुन्छ समग्रमा आजको खेल कस्तो रह्यो पुलिसको प्रदर्शन कस्तो रह्यो हेर्दाखेरि चाहिँ अलिकति प्रेसर म्याच थियो हाम्रो लागि अब जित्नुपर्ने थियो हाम्रो फाइनल खेल्छ भने जित्नु नै पर्ने थियो र कन्भर्ट नभएको कारणले चाहिँ अलिकति प्रेसर भएको थियो तर हामीले अलिकति राम्रै गऱ्यौँ होला सोचेको भन्दा बेटर भयो जस्तै पहिलो सेटमा नै तपाईँहरू निकै पछि पर्दा लगातार 7 अङ्क ल्याउनु भयो त्यसपछि कमब्याक पनि भयो के थियो सुरुमा हामी चाहिँ पछि पर्नुको कारण सुरुमा चाहिँ अब कमलादेखि खेल्नु भएको थियो त्यतिको खुट्टाले चाहिँ अलिकति नमिल्नेको कारणले चाहिँ अब हाम्रो भने जस्तो रिसिभ पनि भएन र डिफेन्स गर्दाखेरि पनि अब काउन्टर गेम बलहरू किल भएन र त्यो कारणले चाहिँ हाम्रो नम्बर पोइन्ट गयो र पछि कमलातिर निकालेर सरस्वतीलाई हाल्दाखेरि चाहिँ पछि अलिकति बेटर भयो र राम्रो भएर चाहिँ कमब्याक भएको किनकि आज पनि मुख्य खेलाडी जो घाइते हुनुहुन्थ्यो यसरी उहाँले खेल्न सक्नु भएको थिएन त्यही पनि खेल्नु भएको त्यसरी खेल्नु भएको भन्दाखेरि पनि अब दिदीले चाहिँ खेल्छु भनेर आँट गर्नुभएको थियो र दिदीको सिचुएसन हेर्दाखेरि चाहिँ अलिकति गाह्रो नै छ किनकि अब एङ्कलको प्रब्लम अब जे भए पनि एङ्कल भनेको अलिक सिरियसै हुन्छ र उहाँले खेल्न खोज्दाखेरि पनि उहाँको बडीले नदिएको भन्छु म चाहिँ जस्तै सेकेन्ड सेट हामी गुमाउनु पुग्यौँ नि त्यहाँ चाहिँ के कहाँनिर ल्याकअप हुन पुग्यो आज हाम्रो सायद हाम्रो कम्युनिकेसन चाहिँ अलिकति कम भएको जस्तो लाग्यो सेकेन्ड सेटमा चाहिँ अब हाम्रो 12-18को त्यत्रो पोइन्ट लिड हुँदाखेरि पनि हाम्रो अलिकति कम्युनिकेसन भएन र काउन्टर बल किल नभएको कारणले चाहिँ अलिकति भएको तपाईँ पनि लामो समय रिकभरी पछि बल्ल फर्कदै हुनुहुन्छ खेलमा कस्तो भयो यो बिचमा अन्त खेल्न जाँदा खेल्दै गर्दा पनि तपाईँ रेस्टमै हुनुहुन्थ्यो नि अलिकति बताइदिनु कस्तो भयो यो बिचमा त्यो लागि चाहिँ मेरो लागि एकदमै एउटा भनौँ हार्ट ब्रेक थियो 7 महिना भनेको अब हाफ इयर नै सकिरहेको थियो अब फुल कामपछि अनि फ्रेन्चाइज खेलेपछि चाहिँ म फुल टोटली नै म अब ब्याक भएको थिएँ अब मेरो बडीले नै साथ दिइरहेको थिएन मलाई खेल्छु भन्दाखेरि नै अब जे भयो भने प्लेयरको लागि खुट्टा नै भनेको लागि झन् खुट्टा नै र मैले खेल्न आँट गर्दाखेरि पनि मैले नसकेको कारणले चाहिँ अब यो गेममा कमब्याक गर्छु त्यो गेममा कमब्याक गर्छु भन्दा नै 7 महिना लस भएको र यो गेममा पनि म कमब्याक गर्छु भनेर आएको होइन अब टिमलाई अलिअलि सपोर्ट गर्छु डिफेन्स रिसिभ मात्र भयो भने धेरै भइसक्यो अब 7 महिनाको रियाबमा कतिको बेटर भयो र कस्तो भयो पहिलाको भन्दा चाहिँ अलिक कतिको बेटर छ भनेर चाहिँ म चेक गर्न आएको खासमा भनेको जुन हामीले उषाको जुन गेम थियो अझै पनि त्यो त देख्न पाएका छैनौँ आज पनि तपाईँले खेल्नु भयो तर जुन गेम थियो नि उषाको हामीले त्यो अझ कहिले देख्न पाउनेछौँ त्यो यस्तो अब 7 महिनाको ग्यापमा चाहिँ अब मैले टोटली बलमा ट्रेनिङ गरेको छैन अब यहाँ खेल्न आउने भनेपछि मात्रै नै मैले 1 हप्ता ट्रेनिङ गरेर आएको आउने भनेर पनि लास्टमा थाहा भएको आउँछु भनेर र अब कमब्याक अब यस्तो 7 महिनाको ग्यापमा एकैचोटि खेल्न अलिकति गाह्रै छ अब हेरौँ कहिले अब कमब्याक हुन्छ अब रेगुलर ट्रेनिङ गर्छु अब हेरौँ कहिले हुन्छ त्यो चाहिँ मलाई पनि थाहा छैन बडीले कहिले साथ दिन्छ र पहिलाको गेम कहिले फर्किन्छ त्यति बेला थाहा हुन्छ फाइनलको यात्रा पनि लगभग बलियो नै देखिएको छ पुलिसको कस्तो रहन्छ अबको मात्र 2 खेल बाँकी छ खेल्नलाई के हामीले फाइनलमा पुलिसलाई देख्न सक्छौँ सम्भावना बलियो भएको अब 9 पोइन्ट अनुसार सेट अनुसार नम्बर अनुसार 9 पोइन्ट भइसकेको छ र हामीले अब आर्मीलाई र लुधियामालाई एकजनालाई मात्रै जित्यो भने चाहिँ हाम्रो लगभग फाइनल सियोर हुन्छ खेल्नको लागि र अब गेम हो अब कहिले राम्रो हुन्छ अब हिजोभन्दा आज बेटर भएको छ अब भोलि बेटर हुन सक्छ नहुन सक्छ र गेमको हिसाबले चाहिँ अब हेरौँ कस्तो हुन्छ अब अहिले नै भन्दाखेरि चाहिँ राम्रो हुँदैन जस्तो लाग्छ मलाई चाहिँ जस्तै तपाईँ गण्डकीको पनि खेलाडी हुनुहुन्छ अलिकति एज अ प्लेयर भएको हिसाबले गण्डकी प्रदेशको महिला खेलाडी भलिबलमा चाहिँ महिला खेलाडी उत्पादन गर्नलाई के कस्तो गर्न पर्छ जस्तो लाग्छ एउटा खेलाडी भएको हिसाबले सोच्दाखेरि पहिलाको र अहिलेको सिचुएसन हेर्दाखेरि चाहिँ धेरै फरक छ अब गण्डकी प्रदेश भनेर नै त्यसरी टिम धानिदिएको थियो भने अहिले गण्डकीमा टिम भनेर चाहिँ अलिकति गाह्रै छ केटीहरूको अब अनदीले बिचरा अब भनौँ न कन्टिन्यू खेलिरहनु भएको छ अझै नै खेल्नु भएको छ तर अब बुटोबाट खेल्नु परिरहेको छ नि त अब आफ्नो टिम हुँदाहुँदै पनि अब सायद अब प्लेयरहरू नभएको होइन प्लेयरहरू राम्रो छ तर अलिकति ध्यान पुऱ्याएर अब जसरी केटाहरूको हेरिदिनु भएको छ त्यसरी नै केटीहरूको हेरिदियो भने चाहिँ धेरै राम्रो हुन्थ्यो होला म पनि अब विभाग र गण्डकीमा चुज गर्नु पऱ्यो भने चाहिँ म गण्डकी नै चुज गर्थेँ होला सायद अब म यहाँ आएर पनि अब म पछि जानु नै पर्ने भनेको नै विभागमा हो र त्यही भएर चाहिँ म नआएको खासमा अब टिम रेगुलरै हुने भएको भए चाहिँ म गण्डकीकै खेल्थेँ र अझै राम्रोसँग हेरिदिनु भयो भने चाहिँ एकदम राम्रो हुन्छ जस्तो लाग्छ गण्डकीको टिम चाहिँ आज अनि बुवा मुवा पनि सँगै हुनुहुन्थ्यो गेम हेर्दै हुनुहुन्थ्यो उहाँहरूको प्रत्यक्ष निगरानीमा चाहिँ खेलिरहँदा कस्तो अनुभव गर्नुभयो मलाई अलिकति विश्वास थियो मैले गर्न सक्छु भन्ने चाहिँ किनकि बाबा मम्मीहरू अगाडि हुँदाखेरि म एकदमै म 15% छु भने पनि मलाई 100% बनाउनु भनेको मेरो बाबा मम्मी नै हो र मैले त्यही कारणले नै मलाई जसरी पनि हजुरहरू अगाडि चाहिन्छ भनेर नि मैले राति 4 बजी हिँडेको खासमा उहाँबाट चाहिँ र सायद आजको सक्सेस नै मेरो बाबा मम्मी जस्तो लाग्छ मेरो लागि चाहिँ
र अन्त्यमा समग्र आफ्ना भलिबल फ्यानहरूलाई 2 शब्द के भन्न चाहनुहुन्छ? फ्यानहरूलाई चाहिँ धेरै धेरै धन्यवाद गर्न चाहन्छु। अब यत्रो लामो समयसम्म वेट गरिदिनु भयो मेरो लागि भनेर नै, कहिले पनि उषा भनेर मेट्न दिनु भएन र सायद म ठिकै अझै राम्रोसँग खेल्न कोसिस गर्नेछु र म चाहिँ नाडा पर्फर्मेन्स सेन्टरलाई चाहिँ म एकदम धन्यवाद गर्न चाहन्छु, किनकि सायद उहाँहरूले नै मलाई यसरी राम्रोसँग नहेरिदिएको भए चाहिँ मैले अहिले पनि खेल्न सक्थिनँ होला। अब उहाँहरूले हेरिदिइरहनु भएको छ, अब एकदम राम्रो भइरहेको छ र नाडा पर्फर्मेन्स सेन्टरलाई चाहिँ म धन्यवाद गर्न चाहन्छु र सबै फ्यानहरूलाई चाहिँ एकदम धन्यवाद गर्न चाहन्छु।